यो चुनौतीका कुराहरू सुन्दै गर्दा मलाई जहाँसम्म लाग्छ सायद है हाम्रो समाजमा सामाजिक नैतिक र राजनैतिक पारिवारिक सिकाइ चाहिँ फरक छ। अझ म त भन्छु गलत नै भएर होला। हो यो अघोरीले उठाएका चेतनाका कुरा समाजमा बस्ने व्यक्तिले सुनेनन् या भनौँ बुझ पचाएर बसे भने के गर्नुहुन्छ? किन भन्दाखेरि यो जुन चेतनाको कुरा गर्दै हुनुहुन्छ नि अहिले त्यो समाजमा बस्ने हर कोहीका लागि अपरिहार्य छ। मान्नु त के मान्छन् गर्नुहुन्छ? भन्ने ग्यारेन्टी त छैन। के के भन्दाखेरि यो कुरो रक्सी खानु छिटो सिक्छन् कि छोड्नु छिटो सिक्छन् भन्नु रक्सी खानु छिटो सिक्नु होइन। भनेको के छ भन्दा राम्रो कुरो सिकाउँदाखेरि हजुर ढिलो सिक्ने बानी हुन्छ क्या मान्छेको। त्यो सबैको बानी हो। हामीलाई पनि नराम्रो कुरो सिकायो भने हामी छिटो सिक्छौँ नि त। र राम्रो कुरो सिकायो भने चाहिँ हामी अल्छी गर्छौँ। एकदमै सो राम्रो कुरा सुन्ने मान्छेहरू कमै हुन्छन् क्या। उम्, अनि नराम्रो कुराहरू सबैलाई सुन्नु मनपर्छ। अब अघोरी चेतना भनेको राम्रो कुरो हो। उम्, त्यसले गर्दाखेरि सुन्ने मान्छे चाहिँ अलिक कमै हुन्छन्। अघोरी चेतना भागले चाहिँ आत्मबल उच्च राख्नुपर्छ। त्यो कारणले गर्दा अब सुनेनौँ भने हामी हार चाहिँ मान्दैनौँ। किनभने नि यो प्रचार होइन क्या भाइ, सङ्कल्प हो। यो आत्मजागरणको सङ्कल्प हो कि अघोरी चेतना सुनिने होइन क्या, भित्रबाट जागृत हुने। यदि सुनेनौँ भने के गर्ने? हामी अझ नजिकै जान्छौँ, जनताहरूको नजिकै जान्छौँ, टोलमा पुग्छौँ, चिया पसलमा जान्छौँ, खेतमा जान्छौँ, स्कुलहरूमा जान्छौँ, बोल्छौँ। हामी अझ सशक्त बनाउँछौँ, गीतमा बोल्छौँ, पोस्टरहरू लेख्छौँ, सोसियल मिडियामा लेख्छौँ। हामी धैर्य राख्छौँ किनभने विवेक जागृत हुनको लागि नि समय लाग्छ क्या। अर्को कुरो चेतना फैलिनको लागि निरन्तरता पनि चाहिन्छ। कन्टिन्युटी भएन भने सकिँदैन क्या। त्यसले गर्दाखेरि अघोरी चेतना जनताको आत्मा बोलाउने अभियान हो। सुनेनन् भने हामी बोलिरहन्छौँ, बुझेरै हामी बोलेको हौँ। त्यसले गर्दा हामी यसपालि चाहिँ बोल्छौँ। राम्रोको लागि बोल्नै पर्छ। हामी लगभग अन्त्यतिर आइपुगेका छौँ है। फेरि पनि मैले अब जाँदै अर्को अर्थ नलागेमा भन्दै अन्तिम प्रश्न राख्न चाहे। ठिक छ। यो अघोरी चाहिँ को बन्न सक्छ कि हजुर नै त होइन नि अघोरी? यो अघोरी भनेको एउटा चेतना हो के। त्यसैले एक हिसाबले कुरा गर्दाखेरि तपाईँ पनि अघोरी हो र म पनि अघोरी हो। तपाईँले सही भन्नुभयो। र हरेक व्यक्ति जो यो समाजमा बस्छ नि, हजुर, या त ऊ अघोरी हो या त त्यो अघोरीपन उसले आफ्नो भित्र लुकाएर राखेको छ क्या। हामी समाजको त्यो अघोरीपनलाई बाहिर निकाल्नको लागि ट्राई गर्दैछौँ। अघोरी चेतना भाग बन्नको लागि नेता हुनु पर्दैन क्या। एकजना साथीले मलाई सोध्नु भएको थियो यही कुरा गर्दाखेरि, तपाईँको कुन जिल्लामा पकड छ भनेको। हाम्रो पकड छैन। पकड हुनु किन? अघोरी हुनु पकड चाहिँदैन। तपाईँलाई कसैले चिनिरहनु पर्दैन कि। तपाईँ पढे लेखेको हुनु पर्दैन कि। भन्छ नि त साक्षर र निरक्षर। यो अघोरी चेतनाको भाग भनेको त एउटा विचार न हो। र विचार व्यक्त गर्नुलाई अक्षर पनि चिन्नु पर्दैन क्या। अक्षर भनेको त केवल एउटा विचारलाई कागजमा पोख्ने माध्यम न हो, होइन त? यो उतार्ने तरिका मात्रै हो क्या। त्यसले गर्दाखेरि नपढेको मान्छे पनि यसको लागि चाहिँ फिटै हुन्छ। यसको लागि कुनै धार्मिक गुरु हुनु पर्दैन, पार्टीको सदस्य हुनु पर्दैन क्या। मैले फेरि पनि ठ्याक्कै भने अब एकदमै नचपाएर ठ्याक्कै भन्नुपर्दा चाहिँ को बन्न सक्छ त भनिदिनु न त। अब यसमा टोलको युवाहरू बन्न सक्नुहुन्छ, विद्यालयमा पढाइरहेको शिक्षकहरू बन्न सक्नुहुन्छ, पसलमा बसिरहेको व्यापारी दाईहरू बन्न सक्नुहुन्छ, दिदीहरू बन्न सक्नुहुन्छ, खेतमा काम गरिरहेको किसान बन्न सक्छ, घरमा बसिरहेको आमा बन्न सक्छ, सडकमा हिँडिरहेको आम नागरिक पनि बन्न सक्छ। किनभने नि अघोरी चेतना हो, पद होइन क्या। एउटा सङ्कल्प हो क्या भाइ। र अघोरी चेतना सबैको लागि हो। अघोरी त्यो बन्न सक्छ जो सत्ताको मोह त्याग्न सक्छ, जो जनताको पीडालाई आफ्नै धर्म सम्झिन्छ कि, र जो आफू नडराएर अरूको डर हटाउँछ। यो देशलाई नि अब भाषणको होइन कि काम चाहिएको छ कि, चेतना चाहिएको छ। जो साँचो परिवर्तनको आगो बोकेर हिँड्नु सक्छ नि, उनी अघोरी बन्न सक्छ। हर हर महादेव। कति राम्रो कुरा गर्नुभयो। हर हर महादेव। यो समाजमा बस्ने वैचारिक अघोरी दर्शनका कुरा सुन्दै गर्दा अहिलेको सरकारको विषयमा एउटा सानो कविता भन्न मन लाग्यो। त्यो चाहिँ के भन्दाखेरि सरकार के र को हो भन्ने हो।
यसलाई अर्को अर्थ नलागेमा अथवा अन्यथा नदिनु होला, एउटा जस्ट कविता मात्रै हो, सुनौ। सुनाउन चाहे। जनताको पीडा मलाई थाहा छैन, न्यायको बाटो मैले चिनेको छैन, सत्य र इमान मैले सुनेको छैन, अत्याचारी र अन्यायको खड्गधारी म हुँ तिनको अधिकारको शत्रु सरकार। जनताको आवाज मैले नै हो दबाउने, निरङ्कुशताको राज मैले नै हो चलाउने, स्वतन्त्रताको सपना मैले नै हो भत्काउने, म हो अधिनायक निर्दयी र दमनकारी सरकार। जनताको आँसु र रगतमा लतपत्तिएर म बाँचेको छु निर्दयताको छायामा, मेरो क्रूरता र निर्दयताको कथामा इतिहासले सम्झिनेछ म सरकार। साह्रै मिठो। आफ्नो महत्त्वपूर्ण समय दिएर यो अघोरीको अखडामा आइदिनु भयो र देश र देशमा बस्ने जनताका लागि आफ्ना महत्त्वपूर्ण विचार राखिदिनु भयो। यस्तो सोच र चेतना सबै नेपालीमा जागोस्, व्यक्ति समाज र देशकै उन्नति होस्। सबै ध्यान तपस्या साधना गरी हामी सँगसँगै देशलाई सद्मार्गमा लग्ने प्रण गरौँ भन्दै आजलाई बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद छ। जय मानव, जय नेपाल, जय अघोरी। हर 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 महादेव।